ल है म फेरि केमिस्ट्रीको यो 4वटा इम्पोर्टेन्ट रियाक्सन लिएर आइसकेको छु। यो जहाँसम्म यो वर्षको इक्जाममा आउन सक्छ त्यही भएर ध्यान दिएर हेर्नु होला। यो नेमिङ रियाक्सन आउँछ 5 मार्क्सको आउँछ। यो 4वटा सिकाउँछु, पछि मैले अरू पनि सिकाउँछु। तर अब यो सिकामै सुरुको कसरी हो। सुरुमा के देखायो भन्दा स्यान्डमेयर ग्याटरम्यान रियाक्सन। स्यान्डमेयर रियाक्सन भनेको के, स्यान्डमेयर भनेपछि हामीले के सम्झिनु पर्यो भन्दा क्लोरोबेन्जेन बनाउने रियाक्सन हो। क्लोरोबेन्जेन केबाट, बेन्जेन डाइजोनियम क्लोराइडबाट। सुरु हामीले यसमा के हुन्छ भन्दा बेन्जेन डाइजोनियम क्लोराइड हुन्छ एउटा, N डबल बोन्ड NCl। यो भनेको हाम्रो बेन्जेन डाइजोनियम क्लोराइड भयो, बेन्जेन डाइजोनियम क्लोराइड। अब यसलाई हामीले के गर्ने भन्दा दुई तरिकाले गर्न मिल्छ। एउटा CuCl2/HCl अनि CuCl2 र HCl को प्रेजेन्समा हामीले एउटामा क्लोरोबेन्जेन निकाल्न मिल्छ, अर्कोमा ब्रोमोबेन्जेन निकाल्न मिल्छ। तर जहाँसम्म यो क्लोरोबेन्जेनवालै गर्नु होला, यो क्लोरोबेन्जेनको रियाक्सन हो गरे यति गरेपछि हाम्रो मार्क्स आउँछ, कोही जाँदै जान्न। यति गरेर यो CuCl2HCl हाल्नु पर्यो कन्डिसन। यति गरेपछि यो हाम्रो स्यान्डमेयर रियाक्सन भइहाल्यो, यो भयो। अब हाम्रो के आउँछ भन्दा कप्लिङ रियाक्सन। कप्लिङ रियाक्सन भनेको हाम्रो के हो भन्दा यो पनि बेन्जेन डाइजोनियम क्लोराइडको रियाक्सन हो। तर यसले केसँग रियाक्सन गर्छ भन्दा योसँग गर्दैन, फेनलसँग गर्छ। केसँग, बेन्जेन डाइजोनियम क्लोराइड भनेको कोही रियाक्सन हो। यो कप्लिङ रियाक्सन भनेको बेन्जेन डाइजोनियम क्लोराइडको रियाक्सन हो। तर यसले केसँग भन्दा फेनलसँग रियाक्सन गर्छ। हेरौँ कसरी गर्दो रहेछ। सुरुमा हामीले बेन्जेन डाइजोनियम क्लोराइड बनाऊँ, N डबल बोन्ड है यो NCl, N डबल बोन्ड NCl हुन्छ। अब हामीले यसलाई केसँग राख्ने भन्दा फिनलसँग राख्ने 0 देखि 5 डिग्री। यो डिग्रीवाला टेम्परेचरवाला कन्डिसन धेरै खासै नलेख्ने हुन्छ, तर लेख्ने राम्रो हो के अरे मार्क्स आउनुलाई। अनि यहाँ अब के हुन्छ भन्दा N डबल बोन्ड HCl, यहाँबाट H, यहाँ जुन H झुन्डेको हुन्छ नि, यो Cl र H बाहिर जान्छ। Cl र H HCl बन्न जान्छ, त्यो लेखिरहनु पर्दैन। त्यही भएर हामीले अब यहाँ सिधै के गरौँ भन्दा के बाँकी रह्यो, N डबल बोन्ड N, अनि यो यहाँ जोडिन आउँछ N मा, N डबल बोन्ड N। OH। अब हाम्रो के बनाऊ भन्दा एजोडाई बन्ने काम गर्यो। यो कप्लिङ रियाक्सन पनि सिद्धियो। अब के छ भन्दा वुड्स फिटिङ रियाक्सन। के गर्ने भन्दा क्लोरोबेन्जेनसँग रियाक्सन गर्ने हो। Cl प्लस 2 वुड्स फिटिङ आउँदैन, 2 याने प्लस, तर यहाँ ClCH3। यहाँबाट हामीले के बन्छ भने ड्राई इथर। ड्राई इथरको प्रेजेन्समा हामीले हाल्यो भने यहाँ हाम्रो टोलिन बन्ने गर्नुपर्छ। टोलिन यो भनेको हाम्रो वुड्स फिटिङ रियाक्सन हो। अब लास्टको एउटा के छ भन्दा बेन्जोन रियाक्सन। बेन्जोन रियाक्सन भनेको हामीले दुईटा बेन्जेल्डिहाइड जोड्ने हो कि बेन्जेल्डिहाइड जोड्ने हो, त्यो अल्कोहोलिक एसियनको प्रेजेन्समा। बेन्जेल्डिहाइड भनेको सुरुमा हामीलाई थाहा छ, बेन्जेल्डिहाइड भनेको बेन्जेनको स्ट्रक्चर नि भन्दैन। अब यो बेन्जेन है, यो बुझ्नु जसरी C डबल बोन्ड H, यो भनेको हाम्रो बेन्जेल्डिहाइड भयो। प्लस फेरि यसलाई बेन्जेल्डिहाइडसँग रियाक्सन गर्ने। र हामीले के दिन्छ भन्दा अब हाम्रो यहाँ के भयो भन्दा यो H छ नि, यो H जहाँको त्यही हुन्छ, तर यो H हुन्छ, यो OH मा जान्छ क्या। यो H जुन छ यो OH मा जान्छ, अनि अरू सब त्यस्तै रहन्छ, केही गर्नै पर्दैन यसमा। के गरिदिनु भन्दा COH गरिदिने। यो OH माथि, यो H माथि गयो के अरे, त्यहाँबाट C डबल बोन्ड O। यो भनेको हाम्रो के आयो भन्दा बेन्जोइन भन्ने आयो हो। यो 4वटा एकदम इम्पोर्टेन्ट रियाक्सन हो, यो हेरेर जानु होला। र केही यस्तो चाहिए पर मलाई मेसेज गर्नु होला, मैले पठाइदिन्छु जम्मै।